गुड मर्निङ एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। अनि आज चाहिँ हामी घर जाँदैछौँ, बस्ती घर। शुभ पनि मसँग छ अनि हामी चाहिँ जाँदैछौँ घर। र यो चाहिँ जुन चाहिँ जाँदैछौँ यो चाहिँ हाम्रो घर जाने बाटो हो। र हेर्नुहोस् भ्यूहरू राम्रो छ है, घर जाने बाटो चाहिँ एकदमै राम्रो छ। अनि यहाँनिर चिया बगानहरू पनि छ। सो हेर्नुहोस्, घर जानु त अब रमाइलो नै लाग्छ होइन, तर अब घर जानु चाहिँ त्यही हो, अब अलिकति बस्तीमा छ र गाडीको चाहिँ अलिकति प्रब्लमै हुन्छ, किनभने माथिबाट चाहिँ बिहान आउँछ र बिहान आउने गाडीहरू सबै दिउँसो जान्छ। कोही बेला त हामीले भेट्दैनौँ पनि गाडी होइन, अनि गयो भने पनि फेरि पर्खिँदा कुर्दा हुन्छ क्या। गाडीको चाहिँ अलिकति प्रब्लम छ। स्टिल नाइस टु गो टु होम है। बजारमा आएर गाडी पाएर पनि हामी घरतिर चाहिँ लाग्यौँ। र यो जुन चाहिँ तपाईँ देख्नुहुँदैछ यहाँ चाहिँ पिकनिक स्पट हो। र विन्टर सिजनमा चाहिँ यहाँनिर चाहिँ भिडभाड हुन्छ, बसको एकदम लाइन। सिजनको बेलामा चाहिँ यहाँ चाहिँ यस्तो बेसी मान्छे र यस्तो बेसी पिकनिक खेल्ने मान्छेहरू आउँछ है। र यो चाहिँ हो गोरुबथान चेलखोला पिकनिक स्पट। र हामी चाहिँ गाडीमा उल्डेङ गर्दा पनि घर आइपुग्यौँ। र यो चाहिँ हो हाम्रो घरको बारी है, जुन चाहिँ देख्नुहुँदैछ सफा, एकदम सफा बारी। र एन्ट्रेन्स इन आवर रुम। र शुभमले चाहिँ पर्दा ठ्याक्कै खोल्दैछ यस्तो फ्रेस हावाको लागि। घर आइपुग्यौँ हामी चाहिँ। र यो चाहिँ हो ब्युटिफुल फ्लावर्स, हाम्रो दिदीले रोप्नु भएको, जुनको दिदीले फुलको एकदमै स्याहार सुसार गर्नुहुन्छ। म चाहिँ फुल चाहिँ स्याहार्नु चाहिँ सक्दिनँ, मलाई फुलको चाहिँ सिजन थाहा छैन। तर आई लभ यो प्लान्ट्स चाहिँ होइन, प्लान्ट्सहरू चाहिँ मलाई लगाउनु मन लाग्छ। सो घरमा पनि तपाईँले मेरो हेर्नुभयो भने प्लान्ट चाहिँ ज्यादा छ, तर फुलको चाहिँ आई डोन्ट नो एनिथिङ अबाउट एनी सिजन है। मेरो यो छोटो मिठो भिडियो मन पऱ्यो भने चाहिँ लाइक गरिदिनु नभुल्नु होला। So glad to be at home and thank you for watching my video. Till then, bye bye, take care, see you अर्को भिडियोमा।